मण्डलीलाई सम्हाल्न सक्छौँ। आज हामीले मण्डलीलाई हामीले छरपट्ट पार्यो भने त्यो भयङ्कर दण्ड हामीमा। र इस्राएलीहरूले जब दुहाई दियो परमेश्वरलाई, परमेश्वरले इस्राएलीहरूलाई छुटकारा दिनुको लागि तयार। बेबिलोनबाट छुटकारा गरेर लिएर आयो इस्राएलीहरूलाई। बेबिलोनको बन्दगिरीमा थियो त्यतिखेर उनीहरू, दस्ताउमा थियो, दुःखमा थियो, पीडामा थियो। त्यो जग्गाबाट इस्राएलीहरूलाई चाहिँ जब निकालेर र त्यही भएर यहाँ देशमा भन्दैछ 31 को 35 र 37 परमेश्वरको वचनमा भन्दैछ, परमप्रभु यसो भन्नुहुन्छ, परमप्रभु यसो भन्नुहुन्छ, जसले दिनलाई उज्यालो पार्नलाई सूर्य नियुक्त गर्नुहुन्छ र राति प्रकाश दिनलाई चन्द्रमा र तारालाई आज्ञा गर्नुहुन्छ, जसले छालहरू गर्जनालाई समुद्र चलाउनुहुन्छ र उहाँको नाउँ सर्वशक्ति महान परमप्रभु। आज तपाईँलाई र मलाई चलाउनु, संसारलाई चलाउनु को हो? परमेश्वर। आज परमेश्वरको जनहरूलाई धेरै सताउमा, धेरै कष्ट, धेरै दुःख दिँदाखेरि कोही न कोही परमेश्वरले तयार पार्नु भएन। अहिले हेर्नुहोस् त, कक्रोच पार्टी जबसम्म तयार भएर आयो तबसम्म तपाईँहरूले सुन्नुभएको छ, 10 वर्ष विश्वासीलाई पुग्यो भन्ने कुराहरू सुन्नुभएको छ।